नमस्ते सबैजनालाई, म दमक्कल मिस्त्री। आज म तपाईहरुलाई कलमा के सामान लाग्छ हैन, वासर पंखा के लाग्छ, म सबै सामान देखाउन गइरहेको छु। तो चलिए शुरू करते हैं। अनि यो कल भयो हैन, हेभी खालको कल, यो इन्डियन कल हो। त्यहाँदेखि यो किलस्कर 8 इन्ची मोटर, राम्रै हुन्छ यो मोटर। अनि त्यहाँदेखि यो कल माथिको प्लेट, ह्यान्डल, प्लेन्जर हैन, यो प्लेन्जर भयो। अनि त्यहाँदेखि यो आरटी भयो 1.5x को, अनि यो 1.5/4 को निप्पल भयो हैन। अनि त्यहाँदेखि यो 1/9 को निप्पल दुईटा, जम्मा 3 वटा लाग्छ। 1/9 को निप्पल भयो यो। अनि त्यहाँदेखि यो पानी टेप, अनि त्यहाँदेखि यो युनियन सकेट भयो हैन। अनि यहाँ त्यहाँदेखि 1/9 को निप्पल फेरि एउटा, अनि यो चेक बल भयो 1 इन्ची चेक बल, अनि यो 1/2 को ब्यान्ड ट्याप, अनि त्यहाँदेखि कालो टेप भयो, अनि यो एमसिल भयो, हावा लिकेज हुँदाखेरि टाल्ने खालको एमसिल। अनि त्यहाँदेखि यो जिआई को 5 फुट पाइप भयो हेभीमा। अनि यो जमिन मुनि लाग्ने कालो पाइप।